सबैलाई नमस्ते, फेरि पनि स्वागत छ। हामीसँग जोडिसक्नु भएछ मौसम विभागको एकदम प्रमुख अतिथिजी। उहाँ चाहिँ आज चस्मा हेर्नुहोस्, उहाँको ब्रान्डेड चस्मा हो। ओहो, त्यो भित्र यस्तो यस्तो औँला हालेर पनि देखाइदियो त। उहाँ चाहिँ आज मैले स्पेसल बिरयानी बनाएको छु, होममेड बिरयानी। उहाँ चाहिँ हाम्रो बिरयानी खोल्नको लागि आउनु भएको छ। पहिला होइन, यसलाई बाहिर लगेर खोलौँ है, कस्तो हुँदो रहेछ होइन। ल जुम लिएर होइन, तलसम्म त तातो त छैन नि। ए ती त उठाइहाल्छन्। ल छिमेकी जाउँ त, कस्तो हुँदो रहेछ हेरौँ बिरयानी, कतिको बनाउँदो रहेछु मैले। ओहो, ल है त गाइस, यो चाहिँ फेरि बियर भन्नु होइन, पाउँदैन नि यहाँ, फेरि नन अल्कोहलिक हो, एकदम जुस जस्तो हो। ल है त, ल है त, ल। ओहो, आए आए पारा पारा यो के भन्छ, थाल लिएर आउनु त। है आजको बिरयानी बनाउने चाहिँ अब सेफ भनौँ न, हाम्रो मिस्टर बिके, मिस्टर युवराज बिके होइन, फुल नाम। अब नाम चाहिँ मेरो ए कता हो, क्यामेरामै हात लगाएको चाहिँ मैले त। बेरो चाहिँ बेरो यता हाम्रो भान्जा। दम बिरयानी है, यो चाहिँ घरको दम बिरयानी। स्मेल आइरहेको छ, बासमती आइरहेको होला नि, सुनिरहेको त। ओहो, आछ पारा आछ, मिठो 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 उठाउन के भन्न चाहनुहुन्छ सर? केही बोलाउन खै त केही छैन। भयो भयो, धेरै नहालौँ, लागि छ होइन, थप थपका लागि सुरु गरौँ हाम्रो बिरयानी स्पेसल। के भयो भन्छ, टेस्ट गरौँ त। ल छिमेकी कस्तो भएको छ बिरयानी, भान्जा छिमेकीहरूले टेस्ट गर्नु गएन। चिकनबाट है त। ल है त, चिकनबाट है त प्लिज। ठिक छ, पाराएर छ। राइस चेक गरेर त नुन सुन लागेको छ कि छैन, के कस्तो हो, स्वाद आछ? ल ठिक छ है त।